के तपाईँले कहिले आफ्नो बाबालाई सोध्नु भएको छ? बाबा, तपाईँ थाक्नुहुन्न? समाजले बाबालाई बलियो हुन सिकायो, तर उहाँलाई कसैले दुःख पोख्ने ठाउँ दिएन। आज म त्यही बाबाको बारेमा केही भन्छु। बाबा, मलाई सधैँ एउटै कुरा मनमा आइरहन्छ। मेरो बाबा वा हाम्रो समाजका हरेक बुबाहरूलाई कति पीडा छ, तर बिसाउने ठाउँ कहीँ छैन। त्यसैले आज कहिले पनि बाबासँग आम्ने सामने गर्न नसकेका गन्थन मन्थन यहाँबाट भन्दैछु। बाबा, मलाई लाग्छ तपाईँलाई जति धेरै दुःख हुन्छ, जति धेरै दुःख छ, त्यति नै धेरै बलियो देखिनुहुन्छ तपाईँ। अनि फेरि सोध्छु, बलियो हुनु भएको हो कि तपाईँलाई बलियो देखिनु परेको हो? समाजको वकालतको डर पो हो कि है? सानैदेखि दिमागमा भरिदिएको त्यो वाक्य छोरा मान्छे भएर पनि रुन्छन् भन्ने पो हो कि? रुनै पर्छ भनेको होइन बाबा, तर सधैँभरि रुनु भनेको कमजोरी पनि त होइन नि। आँसुमा आफ्ना बहहरू पोख्नु भनेको मनको पीडा हलुका हुनु पनि त हो। किनभने पीडा त तपाईँलाई पनि छ जति आमालाई छ, अनि त्यति नै गुनासो पनि हो। आमाको पो माइती छ, कहिलेकाहीँ मन भारी हुँदा, अति नै रुँदा सबै कुरा खोलेर भन्न मिल्ने ठाउँ, गुनासो गर्ने ठाउँ। भलै ती गुनासा अनि पीडा पोखेर यथार्थ त बदलिँदैन, तर एकछिन मन हलुका त हुन्छ नि। तर बाबा, तपाईँ कहाँ जानुहुन्छ? आमा जस्तै घरमा भन्न पनि मिल्दैन। घरमा भन्दा तैँले रोजेको जीवन त हो भन्छन्। साथीभाइलाई भन्दा कायर नबन भन्छन्। समाजले तपाईँलाई सुनिन होइन, सहन मात्र सिकाएको छ। म कहिलेकाहीँ गम्छु, सानै उमेरमा बुबा बन्नुभयो। अरूले सपना देख्ने उमेरमा तपाईँ जिम्मेवारी काँधमा बोकेर हिँड्नुभयो। कति सपनाहरू आफ्नै हातले गाड्नुभयो होला, अनि कति रहरहरू पछि गर्छु भन्दै कहिल्यै नफर्किने गरी छोड्नुभयो होला है। तपाईँ हाँस्नुहुन्छ, तर त्यो आँसुभित्र कति अव्यक्त कुरा लुकेका छन् होला। तपाईँ चुप बस्नुहुन्छ, तर त्यो मौनताभित्र कति चर्को आवाज कराइरहेको छ होला। त्यसैले बाबा, मलाई तपाईँसँग समय चाहिएको छ। सिर्फ छोरी भएर होइन, एकजना मान्छे भएर तपाईँको कथा सुन्न मन छ। तपाईँका हरेक विचार, हरेक पीडा, हाम्रो लागि नबोलेका त्यो थाकेको मनका कुरा सुन्न मन छ। मनमा गुम्स्याएर थिचेर राखेका बेचैनी र पीरका पोका बिस्तारै खोलेर राख्न मन छ। साना साना भए पनि अहिले तपाईँका केही इच्छाहरू पुरा गराउन मन छ। जिम्मेवारी पुरा गर्ने दौडमा छुटेका पलहरू फेरि बाँच्नुहोस् भन्ने मन छ। बाबा, तपाईँ पनि भावुक हुनुहुन्छ कि हुनुहुन्न जान्न मन छ। तपाईँ पनि डराउनुहुन्छ कि डराउनुहुन्न जान्न मन छ। किनकि बलियो हुनु भनेको कुरा लुकाउनु र आफूलाई व्यक्त नगर्नु मात्रै होइन। आज म केही प्रमाणित गर्न खोजिरहेकी त छैन, तर म यति भन्न चाहन्छु, तपाईँ एक्लै हुनुहुन्न। अब तपाईँले सबै बोझ एक्लै बोक्नु पर्दैन। आजदेखि तपाईँ बाबा मात्रै होइन, मेरो साथी पनि भन्नुहोस्। म तपाईँको छोरी मात्रै होइन, तपाईँको सहारा पनि भन्न चाहन्छु। बाबा, यो संसार तपाईँलाई बलियो देख्न चाहे पनि म तपाईँलाई साँचो देख्न चाहन्छु, र त्यो साँचोपन मलाई अत्यन्तै प्रिय छ।